नमस्कार, म सैनिक आवासीय महाविद्यालय कक्षा 7 को छात्र सक्षम झा आज तपाईहरुको सामु पुस्तकालय बनाउने विधि लिएर आएको छु। पुस्तकालय बनाउन मुख्य सामग्री यो सक्खर, खुवा, घिउ, कोरेको नरिवल, दानेदार बनाएर राखेको बदाम र 1 ग्लास दूध। मिडियम ग्यासमा एउटा तराई तताउनु पर्छ। पुस्तकालय बनाउनका लागि सबैभन्दा पहिला कराई तताउने। त्यसपछि यो घिउलाई कराईमा हालिदिने। यो घिउ बिस्तारै पग्लिन थाल्छ। घिउ तातिसकेको छ र अब हामी यो घिउमा सक्खर राखेर यो सक्खर चलाउन जाँदैछौँ। सक्खर बिस्तारै पग्लिँदै जानेछ। बिस्तारै अहिले पनि यो सक्खरलाई चलाउँदै पगाल्नु पर्दछ। यो सक्खर अब पग्लिन थालेको छ। अब यो सक्खर लगभग पुरै पग्लिसकेको छ। यसलाई चलाउन छोड्नु हुँदैन, नभए यसले तल छोएर यो कराईमा टाँसिने सम्भावना रहेको छ। 5 मिनेट जति मजाले चलाएपछि अब यसमा खुवा बिस्तारै एड गर्दै जाने। अब हामी यसमा बिस्तारै खुवा हाल्दै जान्छौँ। खुवा पनि यसमा मिक्स गर्दै जान्छौँ। यो खुवा पनि नपग्लेसम्म हामी यसलाई मिक्स गर्दै जान्छौँ। खुवा पनि मजाले भइसकेपछि हामी यसमा नरिवलको धुलो हाल्छौँ। अब यसमा बदाम पनि हामी एड गर्नेवाला छौँ। बदाम पनि राम्रोसँग मिक्स भएपछि यसमा हामी दूध हाल्छौँ। यो दूधले पोल्न पनि सक्छ, त्यही भएर हात अलिकति टाढा राखेर मात्र हाल्नुहोला। दूध राखेर पनि हामी यसलाई मजाले मिक्स गर्छौँ। दूध हालेपछि यसलाई नछोडिकन चलाइराख्नुपर्छ जबसम्म यो ढिक्का नपरोस्। यो लगभग तयार भइसकेको छ। अब हामी यसलाई ग्यास बन्द गरेर एकछिन चिसो हुन दिन्छौँ। घिउ राखेको प्लेटमा यसलाई राख्नुपर्छ। अब हामी यो तयार भएको प्युरीलाई हामी यो प्लेटमा राख्न गइरहेको छौँ। अब हामी यो चम्चाको मद्दतले एउटा लिएर यसलाई गोलो बनाएर एउटा घिउ भएको प्लेटमा राखिदिनेछौँ। यस्तै गरी हामी अझै पुस्तकालयहरू बनाएर यहाँ राख्छौँ र जब यो चिसो हुन्छ हाम्रो पुस्तकालय खानको लागि तयार भइसकेको हुन्छ। यो हाम्रो पुस्तकालय बनिसकेको छ र हामी पुस्तकालयलाई 2टा सेपमा बनाउन सक्छौँ। एउटा यो यस्तो लाम्चो हुन्छ र एउटा यो यस्तो गोलाकार सेपको हुन्छ। र हाम्रो पुस्तकालय अब खानलाई रेडी भइसकेको छ।